यहाँ चाहिँ हामी आएर अब धुम्चे बजारको गोसाइँकुण्ड दर्शन गरेर काठमाडौँतर्फ हामी चाहिँ खाना खान लाग्छौँ। यसरी यहाँ खाना हो, खाना धुम्चेको खाना यही हो है, धुम्चेको खाना हामी चाहिँ खाना खान लाग्छौँ। अब हाम्रो यात्रा सफल हो। खाना मिठो छ, धुम्चेको खाना मिठो छ, खतरा छ है। खुर्सानी चाहियो यहाँ कता देखा त खुर्सानी दिदी ल्याएको थिएँ मैले।